다시 될래. 다 드린 건봐. 우사단데 약부들가. 야. आज मिति 2080 साल पुस महिनाको 23 गते यसमा पेमा छिलिङ गुम्बा लामा बगर उद्घाटन भइरहेको छ र अब लामा आउने कार्यक्रम छ। अहिले हामी भोलिन्टियर कार्ड र क्याप पारिरहेको छौँ मैले चाहिँ अहिले। धन्यवाद।
एकछिन लाइन बस्नु त जसको सम्म बसेर अब यहाँ हुँदैन अनि यही त कन्ट्रोल गर्नु सकेको छ गेटसम्म पुग्नु पर्ने सोधेर आएन अगाडि बस्नु भन्दो रहेछ हामी अलि म सार्नु पऱ्यो के हो यता आउनु यता यहाँ ट्राफिक गर्नु र लाइन नचिन्नु दिन त म फोटो त्यही हो त्यही हो त्यही हो कहाँतिर बस्नु यहाँ अब लामोको अगाडि हुन्छ कि लामो पछाडि हुन्छ यता आउनु यता Bago rembetnya ani rolling bago rembetnya ini harus ikut na luar rembetnya gusta kami ikut na. यहाँ नामको डुम्बरीले है यता आउनु
렌더베 가지죠 미당 하당 하마이디 치비 소지 저당 마자셔다 되게 이미 뭐야 되게 이제 나도 먼저 숨지다 파셔노 Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
स्थानीयवासी लगायत विभिन्न देशमा विदेशमा बस्नु भएको लामाकोवासीहरूले धेरै सहयोग गर्नुभएको छ। सबैको नाम म लिएर साथी पनि छैन, कतिजनालाई म चिन्छु र कतिजना त अब लामा मगरकै भयो भने मैले नचिन्ने पनि छ। उहाँले चाहिँ अमेरिकामा बस्नुहुने, क्यानाडामा बस्नुहुने, जर्मनमा बस्नुहुने, त्यसपछि जापान, कोरिया, अस्ट्रेलिया जता बस्नुभएको छ। उहाँहरूले आफ्नो आफ्नो ठाउँबाट यस गुम्बा निर्माणको लागि सबको सहयोग गर्नुभएको छ। उहाँहरू सबैलाई यस गुम्बा व्यवस्थापन समितिको तर्फबाट म स्वागत गर्छु। हाम्रो यस लामा मगर गुम्बाको सहयोग गर्ने, यस गुम्बामा सहयोग गर्ने सबै लामा मगरवासीको मनमुटुमा बस्नु भएको तिनजुङ दिदी र याजे भिनाजु लामा भिनाजुले पनि यस गुम्बा व्यवस्थापन समितिको तर्फबाट न्यानो स्वागत छ। र अरू भौतिक सहयोग गर्ने, आर्थिक सहयोग गर्ने र वैचारिक सहयोग गर्ने सबै महानुभावहरूलाई आजको यस समारोहमा चाहिँ पाल्नु हुने सबै र बाहिर टाढाको नजिकको सबै पाहुना महानुभावहरूलाई म न्यानो स्वागत गर्दै
अनुरोध गर्दछु। समारोहका सभापतिज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र अन्य विभिन्न सङ्घ संस्था स्थानीय जिल्ला गाउँपालिकाबाट आउनुभएका सङ्घ संस्था प्रतिनिधिहरू आज हाम्रो हस्त र उल्लासको दिन भइरहेको छ र त्यसै क्रममा हाम्रो श्री गुम्बाको जुन 800 वर्षभन्दा पुरानो गुम्बाको यो नयाँ भवनको आज उद्घाटन भइरहेको छ र पूर्वका मित्रहरूले हेरिसक्नुभयो र पुनर्निर्माणको बजेटमा र स्थानीय संस्थाहरू समाजसेवी बुद्धिजीवीहरूको सहयोगमा नवनिर्मित भवन हो र विद्यालयको तर्फबाट तिमी भरे बेलुका घुम्ने र हाम्रो विद्यालयले गीतको माध्यमबाट पनि विद्यार्थी स्वागत गरेर बैठक भएको छ र यस श्रीजनासिंहमा उद्घाटन समारोह चाहिँ भव्य र सभ्यको साथ सम्पन्न होस् र यहाँहरू टाढा टाढाबाट आउनुभएको छ। गुम्बा बुद्ध भगवानको आशीर्वाद सबैलाई मिलोस्, यहाँका नानीहरूबाट पनि आशीर्वाद मिलोस् भनेर हाम्रो भाइले र यस गुम्बाको यो उद्घाटन समारोह चाहिँ राम्रोसँग सम्पन्न होस् भन्ने मेरो शुभकामना सहित म लगायत शुभकामना सहित मेरो विद्यालय परिवारको सबैको शुभकामना दिँदै मेरा शब्दहरू नै धन्यवाद।
तेमाछुलिङ गुम्बाको संस्थाको तर्फबाट हजुरहरूलाई मेरो तर्फबाट मैले अहिले हजुरहरूलाई के भन्नु चाहन्छु अमेरिकादेखि लिएर विदेशदेखि लिएर र तपाईँको दिनमा लप्ची कुनादेखि लिएर बिकु सबै ठाउँका दिने तपाईँको एउटा सोलुबुङ्गुदेखि सबै महानुभावहरूले हाम्रो तेमाछुलिङ गुम्बालाई सहयोग गरेको मेरो तर्फबाट र हाम्रो तेमाछुलिङ गुम्बाको संस्था तर्फबाट धेरै धेरै र हामीले यो बाहिरी संरक्षण पुरातत्व विभाग र नागरिक प्रवृत्तिमा बिक्रीमा अहिले मैले अब ठ्याक्कै भन्दा नि अब बडाबडी 2,85,00,000 दिनमा यहाँ खर्च भएको देखिन्छ। हाम्रो यहाँ चन्दा उठेको तमन्दिनमा क्यास पैसा चाहिँ तमन्दिनमा 1,29,71,730 रुपियाँ छन् भनेदेखि तमन्दिनमा बिक्री फेरि अब आफ्नो व्यक्तिले
पिन्जुम र याचे शेर्पाले दमोजिनमा पादो र बुट्टीको स्थापना गरिदिनु भयो भने स्वर्गीय ढोमा शेर्पाको उद्घाटनको लागि हामीलाई अलिकति अब यहाँ चाहिँ अब के भन्ने अब आइसोन आउने ठाउँ अलिक कम भएको कारणले गर्दाखेरि अथवा हाम्रो अब नेपाल सरकारबाट अथवा पालिकाबाट त्यहाँबाट त्यस्तो के अरे अब तपाईँ हामीसँग थाहा छ धार्मिक उसमा दिनेमा बजेट धेरै हाली नदिने कारणले गर्दाखेरि हामीलाई त्यो उद्घाटन गर्नु पनि निकै गाह्रो हुन्छ कि भन्ने हामीले महसुस गरेको थियौँ तर अमेरिकाबाट दमोजिनमा मोटामोटी दमोजिनमा 31 लाख जति 31 लाख जति चन्दा उठाएर हाम्रा अमेरिका बस्ने भाइहरूले छोराहरूले पठाइदिएको म धेरै खुसी र उहाँलाई धन्यवाद दिन चाहन्छु उहाँहरूले अमेरिका बस्ने हाम्रो रोङ शेर्पाले पनि धेरै नै सहयोग गरेको मैले देख्नु छ यहाँ दमोजिनमा अब आज चाहिँ हामी अब आर्थिक हो अनि त्यो चन्दाको विवरणहरू चाहिँ आज चाहिँ हामी समयले भेटाउँदाखेरि आज सुरु नसकेको र भोलि हामी यहाँ मोलामपछि चाहिँ दमोजिनमा त्यो फेरि हामी सुनाउनेछौँ